लोकसेवा तयारीमा जुट्नुभएका सम्पूर्ण साथीहरूमा नमस्कार स्वागत छ। आज हामीले नम्बर सिरिज अन्तर्गतको नम्बर सिरिजबाट लोकसेवा आयोगले विगतमा सोधेका ओल्ड क्वेसनहरू लिएर उपस्थित भएका छौँ। जहाँसम्म लाग्छ तपाईँ नम्बर सिरिजको आइक्यू क्वेसन प्र्याक्टिस गर्दै हुनुहुन्छ भने यी क्वेसनहरू प्र्याक्टिस गर्नुभयो भने जहाँसम्म पुग्छ भन्ने लाग्छ। र आज हामीले 20वटा नम्बर सिरिजका क्वेसनहरू लिएर उपस्थित भएका छौँ, जो चाहिँ विगतका लोकसेवा परीक्षाले सोधिसकेका क्वेसनहरू रहेका छन्। अब ढिला नगरी लागौँ नम्बर सिरिजका क्वेसनहरूतर्फ। क्वेसन नम्बर 1, 8, 18, 30, 44 वाट। अब यो स्थानमा कुन अङ्क हुन्छ भनेर हामीले पत्ता लगाउनु पर्नेछ। अप्सन दिएको छ। अप्सन ए 56, अप्सन बी 60, अप्सन सी 58, अप्सन डी 62। अब यसको हामीले पत्ता लगाउँदैछौँ। नम्बर सिरिज भनेको तपाईले स्थान, यो वाट दिएको स्थान पत्ता लगाउनु पर्ने हुन्छ। अब 8 देखि 18 यसको चाहिँ रिलेसनमा छ भनेर हामीले पत्ता लगाउने हो। जस्तो 8 देखि 18 प्लस 10 ले बढेको छ हो, प्लस 10 ले बढेको छ भने अब 18 देखि 30 सम्म कतिले बढेको छ हामीले यो पत्ता लगाउनु पर्छ। प्लस 12 ले 30 बाट 18 घटाए प्लस 12 ले हुन्छ भने 10, 12। अब कतिले बढ्नु पर्यो भने 14 ले, हैन? 14 ले बढेको छ कि छैन चेक गरौँ। 14 ले 14 बाट 4 0 4 अनि 4 बाट 30, 4 बाट 3 1, 14 ले बढेको छ भने अब 10, 12, 14 अब चाहिँ 16 ले बढ्नु पर्यो। 16 ले बढ्दा कति हुन्छ भन्दा जस्तो यहाँ चाहिँ 44 प्लस 16 गर्दाखेरि 44 प्लस 16 0 अनि 5 6 60 हुनु पर्यो। अप्सन सी मा 60 छ कि छैन, अप्सनमा 60 छ कि छैन, अप्सन बी मा 60 छ, राइट आन्सर। यसरी हामीले चाहिँ पत्ता लगाउन सक्छौं। अब क्वेसन नम्बर 2 नम्बर क्वेसन 45 35 26 वाट 11 5। अब यसको चाहिँ यो स्थानमा कुन अङ्क हुन्छ, अप्सनबाट चाहिँ कुन मिल्छ हामीले पत्ता लगाउनु पर्ने हुन्छ। जस्तो यो 45 बाट 35 घटेको छ कि बढेको छ पहिला हामीले त्यो प्लसमा छ कि माइनसमा छ कि के छ हामीले पत्ता लगाउनु पर्ने हुन्छ। जस्तो घटेको छ, यहाँ 45 बाट 35 माइनस 10 ले घटेको छ। अब 26 बाट 35 बाट 26 मा कतिले घटेको छ त्यो पत्ता लगाउनु पर्यो। माइनस 9 ले घटेको छ, हैन? अब 10 ले 9 ले घट्यो भने अब यहाँ कतिले घटेको छ पत्ता लगाऊ। 11 देखि 5 कतिले घटेको छ भने 6 ले घटेको छ। अब 6 ले 7 8, अब यहाँ 8 ले घट्नु पर्यो। अब 26 बाट 8 घटाउँदा कति हुन्छ? 26 बाट माइनस 8 गर्दा कति हुन्छ भन्दा 18। क्वेसन अप्सनमा 18 हुनु पर्यो। फेरि अप्सन 18 छ बी मा, राइट आन्सर। यसरी हामीले पत्ता लगाउन सक्छौं। क्वेसन नम्बर 3 ध्यान दिएर हेर्नु होला। 1 5 14 30 55 वाट 140। अब हामीले वाट दिएको स्थानमा यो अप्सनबाट चाहिँ कुन मिल्छ पत्ता लगाउनु पर्ने हुन्छ। यो नायब सुब्बाको 2069 सालमा सोधिसकेका क्वेसन हो यो चाहिँ। फेरि ल ध्यान दिएर हेर्नु होला। जस्तो अब यहाँ 1 देखि 5 5 देखि 40 40 30 55, यो त हामीले रिलेसन पत्ता लगाउन सक्दैन। यसको चाहिँ कतिले बढेको भन्दाखेरि त धेरै फरक परिहाल्छ, किनभने 141 छ, 55 छ, 30 छ, 14 छ, 5 छ, 1 छ। यसरी हामीले यसको निकाल्न सक्दैनौं। एकपटक सोच्नुस् त, एकपटक के सोच्नुस् तपाईले भन्दा तपाईले के सोच्नु पर्यो भने यसमा बढेको है, यसमा बढेको चाहिँ तपाईले के सोच्नुस् त भन्दा x मा बढेको चाहिँ 2 को स्क्वायर गर्नुस् त, 2 को स्क्वायर गर्नुस् त। 2 को स्क्वायर हुन्छ 4 हुन्छ, 4 ले बढेको छ। अब यहाँ 3 को स्क्वायर गर्नुस् त, 3 को स्क्वायर गर्दा कति ले बढेछ भने 3 को स्क्वायरले 9 9 ले बढेछ। अब यहाँ 3 को स्क्वायर, अब 4 को स्क्वायर गर्नुस्, 4 को स्क्वायर 16 16 ले बढेछ। अनि 30 देखि 55 कतिको स्क्वायर गर्नुस् भने 1 को 2 को स्क्वायर 3 को स्क्वायर 4 को स्क्वायर र 5 को स्क्वायर गर्नुस् त। 55 ले बढेको छ कि छैन, 55 ले बढेको छ। 5 को स्क्वायर 25 25 ले बढेको छ कि छैन विचार गर्नुस्। 30 बाट 55 बाट 30 घटाउँदाखेरि 5 2 25 ले बढेको छ। ल ठीक छ। अब 2 को स्क्वायर 3 को स्क्वायर 4 को स्क्वायर 5 को स्क्वायर, अब 6 को स्क्वायर गर्नुस्। 6 को स्क्वायर 36। अब चाहिँ 55 मा 36 जोड दिनुस्। 55 मा 36 जोड दिनुस् कति हुन्छ? 55 मा 36 जोड्दा 1 अनि 6 9, 91 अप्सनमा छ कि छैन? 91 अप्सनमा हुनु पर्यो। अप्सन सी मा छ, राइट आन्सर। यसरी निकाल्न सक्नुहुन्छ यसको आन्सर चाहिँ। अब क्वेसन नम्बर 4 ध्यान दिएर हेर्नु होला।
8 24 12 वाट 18 54 यो खरिदारको 2074 सालमा सोधिसकेको क्वेसन हो। यो चाहिँ एकदम ध्यान दिएर हेर्नु होला। जस्तो यो क्वेसन देख्ने बित्तिकै कतिपय म्याथमेटिक्समा अलिकति चाहिँ एउटा लेभल भएको साथीहरूलाई यसको एन्सर आइसक्यो। 8 तिया 24 18 तिया 54 भनेपछि 12 तिया कति हुन्छ? 12 तिया कति हुन्छ भन्दा 12 ले इन्टु 3 गर्नुस् के 12 तिया 36 36 अप्सनमा छ कि छैन? अप्सन बी मा छ राइट एन्सर हो। यसरी क्वेसन देख्ने बित्तिकै एन्सर निकाल्न पनि सक्नु पर्यो। क्वेसन नम्बर 5 23 25 49 वाट। यहाँ यो स्क्वायर हो, यो स्क्वायर हो, 23 त स्क्वायर होइन फेरि हैन, 23 त यो 7 को स्क्वायर हो, यो कतिको स्क्वायर हो भन्दा यो 5 को स्क्वायर हो, यो कतिको स्क्वायर? यो स्क्वायर 23 स्क्वायर होइन। अब यसलाई चाहिँ यसको कसरी यसलाई निकाल्ने त भन्दाखेरि यसको एउटा ट्रिक छ। हेर्नुस् है, जस्तो यो 23 चाहिँ कति मिलेर बनेको छ? 2 र 3 मिलेर बनेको छ के। 2 र 3 मिलेर बनेको छ भने 2 + 3 कति हुन्छ? 5। 5 को स्क्वायर गर्दा 25 आयो। अब ल त्यस्तै हो भने यो 25 कति मिलेर बनेको छ? 2 र 5 मिलेर बनेको छ। अब 2 + 5 कति भयो? 7 भयो। 7 को स्क्वायर 49 आयो। ल 49 कति मिलेर बनेको छ भन्दा 49 4 र 9 मिलेर बनेको छ के। अब 4 र 9 कति हुन्छ भन्दा 4 + 9 गर्दा 13 हुन्छ। 13 को स्क्वायर दिनु पर्यो 169 हुनु पर्यो। तर अप्सनमा चाहिँ 169 हुनु पर्यो फेरि। ल अप्सन बी मा छ राइट एन्सर। यसरी निकाल्न सकिन्छ। क्वेसन नम्बर 6 216 343 512 729 वाट। अब यो कतिको दिमागमा यो एन्सर यसको एन्सर फुरिसक्यो। यो स्क्वायर हो कि यो स्क्वायर संख्याहरु रुट संख्या हो कि घन संख्याहरु तपाईले यो चाहिँ पत्ता लगाउनु पर्यो। यो चाहिँ घन संख्याहरु हो। यो कतिको घन संख्या हो भन्दा कतिको किब हो भन्दा 6 को किब हो। 6 को किब 216 यो कतिको किब हो भन्दा 7 को किब हो। यो कतिको 8 को किब हो। यो 9 को किब हो भने अब 10 को किब कति हुन्छ ल पत्ता लगाउनुस्। 10 * 10 * 10 ल 1 1 2 3 1 2 3 1 2 3 ल 1 10 100 1000 1000 हुनु पर्यो फेरि यहाँ 1 10 100 1000 ल एन्सर। यसरी हामीले पत्ता लगाउन सक्छौं आइक्यू को नम्बर सिरिज। यो चाहिँ फेरि नायब सुब्बा 2072 सालमा सोधिसकेको क्वेशन छ लोकसेवा आयोगले। ल क्वेशन नम्बर 7 17 4 29 14 13 41 22 53 31 वाट। शाखा अधिकृतलाई 2076 सालमा यो क्वेशन सोधेको छ। अब यसको एन्सर कसरी निकाल्न सकिन्छ तपाईले यसलाई चाहिँ कति निकाल्न त निकाल्न सकिन्छ तर गाह्रो तरिकाले होइन के सहज तरिकाले है। अब हेर्नुस् 17 छ 4 छ फेरि 29 छ। अब यसलाई यसरी नगर्नु दुईवटा सिरिजबाट गर्नुस् के डबल सिरिजबाट जस्तै 4 13 13 22 22 31। अब 17 13 17 29 29 41 41 53। अब यसरी अब हेर्नुस् यसरी गर्ने हो भने यसरी गर्दाखेरि 17 बाट 29 मा कतिसम्मले बढाएको छ यो पत्ता लगाउनु +12 ले बढाएको छ। अब 29 बाट 41 +12 ले बढाएको छ हो +12 ले बढाएको छ। अब 41 बाट 53 +12 ले बढाएको छ। अब 53 मा +12 गर्नु न 53 मा +12 गर्नु 53 मा +12 गर्दा कति हुन्छ ल पत्ता लगाउनुस्। 53 मा +12 गर्दा 5 अनि 6 65 हुनु पर्यो। अप्सनमा 65 छ कि छैन चेक गर्नु पर्यो फेरि 6 राइट एन्सर। ल यसरी गर्नु पर्यो के केही नि गर्नु पर्दैन अरु त। ल क्वेशन नम्बर 8 चाहिँ ध्यान दिएर हेर्नु होला है। यो खरिदारको 2077 सालमा क्वेशन सोधेको छ। यो फेरि दोहोरी नै राखेको छ फेरि यो 9 12 11 14 13 वाट 15। ल यो कसरी गर्ने तपाईले यसको ट्रिक लगाउनु होला। ल यसको सोच्नु भयो होला। अब यसको एन्सर निकाल्ने एउटा सजिलो तरिका छ। यसको चाहिँ तपाईले कतिले बढ्या छ यो पत्ता लगाउनु होला। 9 देखि 12 +3 ले फेरि 12 देखि 10 11 -1 ले घट्या छ है। एकपटक बढ्यो एकपटक घट्यो। फेरि यहाँ 11 बाट 14 +3 ले बढ्या छ। फेरि 14 बाट 13 -1 ले घट्या छ। फेरि अब चाहिँ +3 -1 भन्दा +3 गर्नुस्। 13 मा +3 गर्दा 16 हुन्छ। 16 हुन्छ। 16 चाहिँ फेरि अप्सनमा हुनु पर्यो। अप्सन सी मा छ राइट एन्सर। ल यसरी पत्ता लगाउन सकिन्छ। क्वेशन नम्बर 9 ध्यान दिएर हेर्नु होला। 42 40 38 35 33 31 28 डबल वाट दियो। ल अब यसलाई तपाईले कसरी गर्नुहुन्छ यसको एन्सर तपाईले कसरी निकाल्नुहुन्छ ल भन्नुस्। ल यो चाहिँ
2 ले घटेको छ हो। यसमा फेरि -2 ले घटेको छ हो। अब फेरि यसमा चाहिँ फेरि -3 ले घटेको छ है, -3 ले घटेको छ। फेरि यसमा चाहिँ फेरि 35 बाट 33 चाहिँ फेरि -2 ले घटेको छ। फेरि 33 बाट -32 भनेपछि -2 ले घटेको छ। अब 31 बाट 28 कतिले फेरि -3 ले घटेको छ। ल एउटा तपाईको दिमागमा आइसक्यो कि -2 -2 -3 -2 -2 -3 भनेपछि अब कसको पालो भन्दा -3 पछि -2। अब योबाट घटाइदिनु, 28 बाट 2 घटाउनु, 28 बाट 2 घटाए 26 हुन्छ, 26 26 बाट 2 घटाए 24 हुन्छ। 26 र 24 अप्सनमा आउनु पर्यो। 26 24 26 24 योमा छैन, योमा छैन, योमा छैन, अप्सन ए मा छ राइट आन्सर। ल यसरी चाहिँ पत्ता लगाउन सकिन्छ। ल क्वेशन नम्बर 10 1 2 5 12 29 वाट नायब सुब्बा 2073 सालमा यो क्वेशन सोधिसकेका छ। अब यसको एन्सर निकाल्नका लागि एउटा सजिलो तरिका छ। जस्तो इन्टु 2 गर्नु, इन्टु 2 गर्दाखेरि चाहिँ अब यसको चाहिँ के गर्नु भन्दा यसको एउटा फर्मुला भन्दा पनि यसको एउटा ट्रिक आयो के। जस्तो इन्टु 2 गर्ने अनि यो पहिलेको संख्यालाई जस्तो 1 देखि अगाडि के छ 0 छ, 2 देखि अगाडि के छ 1 छ हैन, या 0 नदेखिया मात्र तर या 0 छ भन्ने बुझ्नु। अनि 2 को अगाडि के छ 1 छ, 5 को अगाडि के छ 2 छ। हो यो पहिलेको जुन यसको अगाडिको जस्तो अगाडिको संख्यालाई चाहिँ के गर्ने भन्दा जोड्ने के, इन्टु 2 गर्ने नि अघिल्लो संख्यालाई जोड्ने। ल जस्तो इन्टु 2 प्लस 0 गर्दा 2 नै भयो। अनि फेरि इन्टु 2 प्लस 1 अघिल्लो संख्यालाई जोड्ने 5 भयो हैन त, 5 भयो। ल त्यसै गर्दै गर्दै जाँदा चाहिँ इन्टु 2 गर्ने 29 को इन्टु 2, 29 इन्टु 2 गर्दा कति हुन्छ 58 हुन्छ, 58 हुन्छ। अनि त्यसमा चाहिँ फेरि अघिल्लो संख्या भनेको 12 जोड्दिने के, 12 जोड्ने भनेको 10 8 2 0 6 7 77 अप्सनमा हुनु पर्यो। अप्सनमा 77 छ कि छैन, छ, अप्सन बी राइट आन्सर। ल यसरी तपाईले पत्ता लगाउन सक्नुहुन्छ। ल क्वेशन नम्बर 11 यसै ध्यान दिएर हेर्नु होला। यसको चाहिँ तपाईले चाहिँ यो कतिले घट्दै गएको छ यसरी पनि चेक गर्न सक्नुहुन्छ। तर कतिको दिमागमा आइक्यू एकदम प्र्याक्टिस गरिरहेको साथीहरुको दिमागमा चाहिँ एउटा ट्रिक चाहिँ फुलिसकेको छ। त्यो के हो भन्दा लास्ट संख्याहरु हेर्ने, लास्ट संख्याहरु हेर्ने। ल हेर्नुभयो 7 ले घटाएको छ, 7 बाट 1 ले घटाएको छ, 1 ले घटाएको छ 7 6 5 4 अब 3 को पालो भयो के। अप्सनमा 3 लास्टमा 3 भएको चाहिँ छ कि छैन त्यो हेर्ने। छ एउटा मात्रै छ भने त्यसलाई टिक हान्दिने। तर यहाँ चाहिँ यसमा डी मा 12 2 छ, यो मिलेन, योमा 3 छ, यो हुन सक्छ, यो पनि 2 छ, यो मिलेन। अब ए र सी मध्ये एउटा आन्सर हुन सक्छ। अब तपाईले चाहिँ 9 7 5 3 अब यहाँ यस्तो छ के छ भन्दाखेरि यो चाहिँ 2 ले फेरि घट्दै गएको छ, 2 ले घट्दै गयो, -2 ले चाहिँ घट्दै गएको छ भने घट्दै गएको छ भने अब चाहिँ यसमा चाहिँ -2 ले घटाउँदा 1 हुनु पर्यो के। अब 1 हुनु पर्यो भने यसमा 2 छ, यो मिलेन, यो मिल्यो। यसरी तपाईले चाहिँ यसको आन्सर निकाल्न सक्नुहुन्छ। अब यो तरिकाले नभएर तपाईले घट्दै गएको भन्ने चाहिँ 179 -179 हैन, 179 -179 हो यसरी पनि घट्दै गएको छ, चेक गर्नु होला। अझ नपत्याए 356 बाट 197 घटाउँदाखेरि चाहिँ कति भयो भन्दा 16 9 9 अनि यसमा चाहिँ 6 भयो भने 16 16 7 7 अनि यसमा चाहिँ फेरि कति भयो भन्दा 1 2 बाट 1 घटा 1। ल यसरी चाहिँ 179 चाहिँ घट्दै गएको छ। यसरी पनि पत्ता लगाउन सक्नुहुन्छ। तर सर्च ट्रिक चाहिँ यो होला है, लास्ट अंकहरु हेर्ने। यसरी चाहिँ यसलाई गर्न सकिन्छ। यो चाहिँ नायब सुब्बाको 2069 सालमा यो क्वेशन सोधिसकेको छ। ल क्वेशन नम्बर 12 3 4 7 8 11 12 खरिदार 2071 सालमा यो क्वेशन सोधेको छ। यसको आन्सर कसरी निकाल्नुहुन्छ भन्दा कसरी बढ्या छ यो +1 ले अनि +3 ले फेरि यहाँ चाहिँ +1 ले +3 ले फेरि यहाँ +1 ले अब यहाँ +3 ले बनाउँदाखेरि चाहिँ 12 मा +3 गर्दा 12 मा +3 गर्दा 12 मा +3 गर्दा 3 5 15 15 अप्सनमा छ कि छैन, अप्सन सी मा छ राइट आन्सर। ल यसरी पत्ता लगाउन सक्नुहुन्छ। क्वेशन नम्बर 13 मा 20 26 38 44 56 वाट। ल यसको चाहिँ नायब सुब्बा 2075 सालमा यो क्वेशन सोधिसकेको छ। तर यसको आन्सर निकाल्न भनेको जस्तो
20 बाट 26 कतिले बढाएको छ भन्दा +6 ले बढाएको छ। अब 26 बाट 38 कतिले बढाएको छ भन्दा +12 ले बढाएको छ। अनि 38 बाट 44 कतिले बढाएको छ भन्दा प्लस फेरि 6 ले बढाएको छ। अनि 44 बाट 56 +12 ले बढाएको छ। तपाईको दिमागमा आइसक्यो। +6 +12 +6 +12 भने चाहिँ अब +6 को पाला भयो के। अब 56 मा +6 गरिदिनुस्। 56 मा +6 गर्दा 6 6 12 2 अनि 6 62 यसको एन्सर हुन्छ। अप्सनमा फेरि 62 हुनुपर्छ फेरि। ल 6 राइट एन्सर। यसरी चाहिँ तपाईले पत्ता लगाउने हो नम्बर सिरिजको एन्सरहरु। क्वेशन नम्बर 14। क्वेशन नम्बर 14 यस्तो छ फेरि। जस्तो यहाँ 2 5 9 वाट 20 77 यो खरिदारको 2072 सालमा यो क्वेशन सोधेको छ। यो वाट दिएको ठाउँमा कुन हुन्छ अप्सनबाट चुज गर्ने हो। जस्तो अब यसको चाहिँ निकाल्नका लागि भनेको यो 2 बाट 5 कतिले बढ्या छ पत्ता लगाउनुस्। 3 ले 5 बाट 9 +4 ले। अब योबाट 20 बाट 7 +7 ले 6 ले 5 ले। ल आयो। अब +5 गर्नुस्। +5 गर्नुस्। 9 मा +5 गर्दा कति हुन्छ? 9 मा +5 गर्दाखेरि चाहिँ कति हुन्छ भन्दा 9 + 5 14। 14 अप्सनमा छ कि छैन चेक गर्ने छ। राइट एन्सर। ल यसरी नम्बर सिरिजको एन्सरहरु यसरी निकाल्न सकिन्छ साथीहरु। अब क्वेशन नम्बर 15 को क्वेशन चाहिँ हेर्नु होला। 1 50 6 45 11 40 16 35 21 30। मेरो दिमागमा एउटा टेक्निक फुरिहाल्यो। 50 देखि 55 5 ले घट्यो। 45 देखि 40 5 ले घट्यो। 40 देखि 35 5 ले घट्यो। 35 देखि 30 5 ले घट्यो हैन। अब यसको फेरि यो हैन नि त। फेरि अब यसको पछाडी वाटदेखि अर्को वाटमा पछाडी चाहिँ कति हुन्छ 25 हुन्छ के। तर अब हामीले खोजेको चाहिँ यहाँ फेरि अब यसको र यसको 6 र 1 को रिलेसन छ। 6 र 11 को 11 र 16 को 16 र 21 को अब 21 र आउने स्थानको आउने अंकको रिलेसन हुन्छ। तर रिलेसन के छ हामीले पत्ता लगाउँछौं। अब यसको रिलेसन के छ भन्दा 1 देखि 6 कतिले बढेको छ +5 ले बढ्या छ हो। +5 ले बढ्या छ ठीक छ। अब 6 देखि 11 +5 ले बढ्या छ हो ठीक छ। भनेपछि अब 11 देखि 16 फेरि +5 ले बढ्या छ। 16 देखि 11 +5 ले बढ्या छ। 21 देखि +5 बढ्दा 21 मा +5 गर्नुस्। 21 मा +5 गर्दा 26 हुने भयो नि त। अप्सन सी मा राइट एन्सर 26 छ। यो नै यसको एन्सर हो। यसरी चाहिँ तपाईले पत्ता लगाउन सक्नुहुन्छ। क्वेशन नम्बर 16। क्वेशन नम्बर 16 120 99 80 63 48 वाट खरिदारको 2073 सालमा यो क्वेशन सोधिसकेको छ। अब यसको एन्सर कसरी निकाल्ने भनेर पनि कतिलाई गाह्रो नै पर्छ। तर यसको एन्सर निकाल्न एउटा सजिलो ट्रिक छ। यसको घटाइदिनुस्। 120 बाट 99 घटाइदिनुस्। कतिले घट्या छ भन्दा 10 को 9 घटाउँदा 1 अनि 10 11 भयो। 11 बाट 9 घटाउँदा 2 21 ले घट्या छ हो। 21 ले घट्या छ। अब 99 बाट 80 घटाइदिनुस्। 9 अनि 9 भयो भने यो 9 भयो हैन। 9 घटिन 8 9 बाट 8 घटाउँदा 1 भयो। ल 19 ले घट्या छ। अनि 80 बाट 63 घटाइदिनुस्। 80 बाट 63 भने चाहिँ 10 10 3 7 7 1 17 ले घट्या छ। अनि 63 बाट 48 घटाउनुस्। 63 बाट 48 भने चाहिँ 3 13 13 8 5 हो 5 अनि 5 मा फेरि 1 घटाए। 5 मा 4 घटाए 1 15। ल 21 19 15 17 15 अब कतिले घट्नु पर्यो भन्दा 13 ले घट्नु पर्यो क्या। 2 2 ले कम हुँदै आछ नि त हैन। यसको फेरि रिलेसन -2 -2 अब फेरि यसको -2 गर्दा 13 हुन्छ। 13 ले अब 48 मा 13 घटाइदिनु। 48 मा 13 घटाइदिएपछि 5 हुने भयो अनि 35 हुने भयो। यसको एन्सर 35 अप्सनमा छ कि छैन चेक गर्नु पर्यो। अप्सन ए मा छ राइट एन्सर। यसरी सहजै निकाल्न सकिन्छ गाह्रो छैन। ल क्वेशन नम्बर 17 17 36 53 68 वाट 92 खरिदार 2074 सालमा यो क्वेशन सोधिसकेको छ। ल यसको निकाल्नका लागि भनेको एउटा यसको ट्रिक भनेको अब यो घटेको छ कि बढेको छ पत्ता लगाउनु पर्यो। बढेको छ। कतिले बढेको छ भन्दा यो बढेको चाहिँ फेरि कतिले हो भन्दा 16 16 7 9 अनि
2 2 1 1 ल 19 ले यो बढेको छ 19 ले बढेको छ। अब फेरि 53 मा चाहिँ 36 बाट 53 कतिले बढेको छ भन्दा फेरि यो चाहिँ 3 13 13 छ भने चाहिँ कति भयो भने 7 अनि 4 बाट 17 ल 17 ले बढेको छ हैन। 17 ले बढेको छ भने यो फेरि कतिले भन्दा 15 8 5 15 ले बढेको छ अनि 15 ले बढेको छ अनि यो चाहिँ फेरि कतिले बढेको छ भन्दा अब 19 17 15 अब 13 ले बढ्न पर्यो हो। प्लस 13 ले बढ्दा 68 मा प्लस 13 गर्दिनु 68 मा प्लस 13 गर्दा 8 9 10 11 11 अनि 7 8 81 हुनु पर्यो। 81 अप्सनमा छ कि छैन चेक गर्नु पर्यो। अप्सनमा छ राइट एन्सर। ल यसरी पत्ता लगाउनु होला। अब क्वेशन नम्बर 18 क्वेशन नम्बर 18 एकदम इजी नै छ। 8 18 6 36 अनि 4 72 2 44 ल यसको केही नगर्नु है। यसलाई चाहिँ 18 दुना 36 36 दुना 72 72 दुना 144 ल यो कुरा छोडिदिनुस्। अब 8 लाई 2 ले घटाउनु 8 मा 2 घटाउनु 6 मा 2 घटाउनु 4 4 मा 2 घटाउनु 2 2 मा 2 मा कति घटाउने भन्दा यसको हाफ गर्ने के। जस्तो 4 को मा 2 घटाए चाहिँ कति हुने भयो भन्दा 2 हुने भयो हैन। 4 मा 2 घटाए 6 हुने भयो 6 मा 2 घटाए 4 हुने भयो 4 मा 2 घटाए 2 हुने भयो 2 मा फेरि चाहिँ कति घटाउनु पर्यो भन्दा 2 घटाउनु पर्यो भने चाहिँ 0 हुने भयो। अप्सन ए राइट एन्सर। ल यसरी यसलाई पत्ता लगाउन सकिन्छ। क्वेशन नम्बर 19 मा 1 2 6 15 31 56 वाट नायब सुब्बा 2071 सालमा यो क्वेशन सोधेको छ। अब यसमा चाहिँ कसरी गर्न सकिन्छ भन्दा यसको सजिलो ट्रिक भनेको जस्तो 1 देखि 2 चाहिँ 1 ले बढेको छ तर यसमा फेरि 4 ले बढेको छ। यो पत्ता लगाऊ यसरी चाहिँ यो होइन भन्ने तपाईको दिमागमा फुर्नु पर्यो भने 1 को स्क्वायर गर्नुस् 1 को स्क्वायर 1 हुन्छ 2 को स्क्वायर गर्नुस् 4 हुन्छ 4 ले ल ठीक छ यसरी आयो। 2 को स्क्वायर 3 को स्क्वायर गर्नुस् 9 9 ले बढ्या छ 3 4 को स्क्वायर गर्नुस् 16 ठीक छ अनि 5 को स्क्वायर गर्नुस् 25 ठीक छ अनि 6 को स्क्वायर 36। अब चाहिँ कति भने चाहिँ 56 बाट 36 घटाइदिनुस् क्या। 56 बाट 36 घटाइदिएपछि 56 मा 36 घटाउने हैन बढाउँदाखेरि चाहिँ 6 6 12 2 अनि 6 7 8 9 9 92 हुन्छ। यसको आन्सर फेरि 92 अप्सनमा छ कि छैन चेक गर्नुपर्छ। छ अप्सन डी राइट एन्सर। ल अन्तिम क्वेशन ध्यान दिएर हेर्नु होला चाहिँ 41 42 38 42 35 42 32 42 नायब सुब्बा 2076 सालमा यो क्वेशन सोधेको क्वेशन छ। ल केही गर्न परेन 42 42 42 यो छोडिदिनुस् यसलाई गर्नुस्। 41 बाट 38 कतिले घटेको छ -3 ले 38 बाट 35 कतिले घटेको छ -3 ले 35 बाट 32 कतिले घटेको छ -3 ले फेरि अब 32 बाट -3 गर्नुस् क्या। जस्तो 32 मा -3 गर्दा कति आउँछ तपाईले यो चेक गर्नु पर्यो। 32 मा -3 गर्दा 29 आउँछ तर 29 फेरि अप्सनमा हुनु पर्यो। फेरि अप्सन डी मा छ राइट एन्सर। ल यसरी नम्बर सिरिजको क्वेशनहरुलाई चाहिँ धेरै बृहत तरिकाले धेरै गाह्रो तरिकाले नसोच्ने सहज तरिकाले सोचेर तपाईले प्र्याक्टिस गर्नुभयो भने सक्नुहुन्छ भन्ने लाग्छ। विगतमा सोधिएका क्वेशन यिनै हुन् नम्बर सिरिजबाट। यी मध्ये पनि तपाईले कुनै क्वेशनमा जिगज्याग भए कमेन्ट बक्समा लेख्नु होला। हामी त्यसलाई चाहिँ तुरुन्तै समाधान गर्ने कोसिस गर्नेछौं र म तपाईलाई के भन्न चाहन्छु भन्दै अझ आईक्यूलाई चाहिँ प्र्याक्टिस गर्यो भने मात्रै पर्फेक्ट भइन्छ। त्यसैले चाहिँ आईक्यूका क्वेशनहरुलाई जति सक्दो चाहिँ तपाईले प्र्याक्टिस गर्नु होला। नयाँ क्वेशनहरुलाई प्र्याक्टिस गर्नु भयो भने तपाईको आईक्यू लेभल एक तरिकाले बढ्छ। तपाईले क्वेशनहरुलाई देख्नबित्तिकै एन्सर निकाल्न सक्नुहुन्छ। ल आईक्यूका यदि तपाई लोकसेवा आयोगको खरिदार नायब सुब्बा तयारी गर्नुहुन्छ र आईक्यू तर्फका सामग्रीहरु हेर्न चाहनुहुन्छ जान्न चाहनुहुन्छ भने च्यानलमा जोडिनु होला। आगामी दिनमा यी र यस्तै सामग्री लिएर फेरि पनि उपस्थित हुनेछौं। आजको भिडियोबाट पनि हामी बिदा हुन्छौं। नमस्कार।